ड्रिम्स टिभी हेरिराख्नु भएको छ। ड्रिम्स टिभीका विभिन्न जानकारीहरू तपाईँले प्लेलिस्टमा गएर हेर्नुहोला। सपनाहरूको फल रहेको छ। सपनामा चन्द्रमा देख्नु तपाईँको लागि के कस्तो सङ्केत हुन्छ र कुन समयमा तपाईँले चन्द्रमालाई देख्नुभएको छ त्यसको बारेमा पनि विचार गर्दैछौँ। अब चन्द्रमा त तपाईँले देख्नुभयो, तर औँसीको चन्द्रमा देख्नुभयो कि पूर्णिमाको चन्द्रमा, अर्थात् कालो अन्धकारमा चन्द्रमा देख्नुभएको छ कि उज्यालो चन्द्रमा देख्नुभएको छ, त्यसमा पनि सपनाको अन्तर पर्ने गर्दछ। यदि तपाईँले प्रातः समयमा चन्द्रमा देख्नुभएको छ भने शुभ चन्द्रमा अर्थात् श्वेत चन्द्रमा देख्नुभएको छ भने प्रतिष्ठा प्राप्त हुने सङ्केतको रूपमा यसलाई मानिन्छ। र यदि तपाईँले औँसीको अमावस्याको चन्द्रमा देख्नुभएको छ भने मान सम्मानमा अलिकति क्षति हुने, अपमान हुन सक्ने सम्भावनाको रूपमा यस्तो सपनालाई देखिन्छ। त्यही भएर यदि तपाईँले खराब चन्द्रमा अर्थात् औँसीको चन्द्रमा देख्नुभएको छ भने त्यस्तो स्थितिमा अलिकति ध्यान दिनुपर्ने हुन्छ। अनावश्यक रूपमा बोलचालको कुराहरूमा विचार गर्नु होला। यदि श्वेत चन्द्रमा अर्थात् पूर्णिमाको चन्द्रमा देख्नुभएको छ, पूर्ण चन्द्रमा देख्नुभएको छ भने अत्यन्त शुभदायक हुन्छ। मान सम्मान पाउने सङ्केतको रूपमा यसलाई मानिन्छ।